सँगसँगै कुरा गरौँ अब इन्भेस्टमेन्टको। यो 20s इज यो बेस्ट पिरियड टु इन्भेस्ट र यो बेलामा चाहिँ तपाईले क्षणिक प्रफिट भन्दा पनि लङ टर्मलाई प्लान गर्नु पर्यो के। तपाईले इन्भेस्टमेन्ट गर्नु भन्दा अगाडि नै एउटा इमर्जेन्सी फन्ड भनेर सेपरेट गर्नु पर्यो, किनभने यदि तपाईले यो राख्नु भएन भने र सिधै इन्भेस्टमेन्टमा लाग्नु भयो भने जब तपाईलाई आपद विपद आउँछ तपाईले फर्स्ट थिङै आफ्नो इन्भेस्टमेन्टलाई डिस्ट्रोय गर्दिनुहुन्छ। दैट इज वाइ आफूलाई 2 महिनादेखि 4 महिना चल्नको लागि जति पैसा चाहिन्छ त्यो आफ्नो इमर्जेन्सी फन्ड भनेर राख्ने। So if you are in your 20s, the first thing you should be doing is SIP. SIP कति गर्ने त भन्दाखेरि 1000 देखि 5000 धेरै पनि नगर्नुस्, किनभने यो ब्याक टु ब्याक गरिराख्नु पर्ने चीज हो। सेकेन्ड थिङ, तपाईं यदि शेयर मार्केट नेपाल शेयर मार्केटमा छिर्नु भएको छैन भने दिस इज द राइट टाइम टु स्टार्ट योर इन्भेस्टिङ जर्नी। म्युचुअल फन्डमा गएर चाहिँ एउटा कुनै न कुनै म्युचुअल फन्डमा चाहिँ कन्टिन्युअसली इन्भेस्ट गरेर अगाडि बढ्नु पर्यो। SIP अलङ विथ म्युचुअल फन्ड, SIP अलङ विथ शेयर इन्भेस्टमेन्ट, यसरी चाहिँ जानु पर्यो है। त्यसपछि अर्को इन्भेस्टमेन्ट कहाँ गर्न सकिन्छ त भन्दाखेरि यो सबै प्लान अप हो है। यो पोर्टफोलियो बनाउनु पर्छ, एउटै ठाउँमा सबै चीज गर्ने हैन। बिस्तारै बिस्तारै थोरथोरै आफ्नो पोर्टफोलियो भनेको चाहिँ सानो पैसा पनि 3-4 ठाउँमा लगायो भने एउटा ठाउँ डुब्यो भने अर्को ठाउँले उठाउने किसिमको चाहिँ हुन्छ। सो अर्को इन्भेस्टमेन्ट कहाँ गर्न सकिन्छ त भन्दाखेरि आफ्नो साथीभाइहरुको स्टार्टअपमा हैन, जस्तै कुनै डिजिटल मार्केटिङ कम्पनी होला, फ्रीलान्सिङ कम्पनी होला, क्याफे नै गर्न मन लाग्ला, 4-5 जना मिलेर थोरथोरै अमाउन्टहरु राखेर चाहिँ सुरु गर्नुभयो भने तपाईलाई सानो उमेरमै बिजनेस प्रतिको एक्सपोजर दिन्छ। र यदि तपाईहरु चाहिँ विदेशमा हुनुहुन्छ भने आफ्नो इन्भेस्टमेन्टको थोरै पोर्टफोलियो चाहिँ क्रिप्टोकरेन्सीहरुमा पनि राख्दा बेटर भयो। सबैभन्दा हामीले छुट्टाउनै नहुने इन्भेस्टमेन्ट भनेको चाहिँ के हो त भन्दाखेरि इन्भेस्ट इन योरसेल्फ। तपाईले आफूमा इन्भेस्टमेन्ट गर्नु पर्यो। आफूमा इन्भेस्टमेन्ट गर्ने भनेको चाहिँ के भन्दाखेरि आफ्नो स्किल्समा डेभलप गर्नु पर्यो।